गुगल लेन्सलाई कसरी प्रयोग गर्ने भनेर छ। त्यसको लागि तपाईँ चाहिँ गुगलमा जान सक्नुहुन्छ। गुगल एप खोलिसकेपछि यो क्यामेरा भएको आइकनमा थिच्न सक्नुहुन्छ। त्यसपश्चात तपाईँले गुगल लेन्स यसरी देख्न सक्नुहुन्छ। अब गुगल लेन्सबाट तपाईँले पढाइराख्नु भएको कुनै टपिक छ र त्यहाँ कुनै एउटा नयाँ वर्ड आएको छ होइन, त्यसलाई चाहिँ सिलेक्ट गर्न छ भने सिलेक्ट टेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यसरी तपाईँलाई सिलेक्सन पोर्सन आउँछ। जस्तै कि मलाई चाहिँ यो माइक्रो कम्प्युटर भन्ने बारे मलाई खोज्नु छ अथवा मैले जानिनँ भने यसलाई चाहिँ सिलेक्ट गर्ने। त्यसपछि यसलाई सुन्न छ भने यहाँ लिसनमा थिच्ने होइन। ट्रान्सलेट गर्नु छ भने यहाँ ट्रान्सलेटमा गएर तपाईँले यो गुगल ट्रान्सलेटमा तपाईँले यसको ट्रान्सलेसन पनि पाउन सक्नुहुन्छ। विभिन्न ल्याङ्ग्वेजमा तपाईँले हेर्न सक्नुहुन्छ यसको ट्रान्सलेसन होइन। यो चाहिँ पढाउँदाखेरि हजुर आवश्यक पर्न सक्छ। जुन चाहिँ हामीलाई चाहिएको छ त्यही अनुसार तपाईँले ल्याङ्ग्वेज सिलेक्ट गरिकन तपाईँले हेर्न सक्नुहुन्छ होइन। त्यसै गरी हामी ब्याक जाउँ। अब ल त्यसपछि मलाई चाहिँ यहाँ चाहिँ एउटा गाह्रो वर्ड लागेको छ अरे। सपोज मलाई चाहिँ यहाँ सिङ्गल युजर भन्ने चाहिँ बुझेन, मैले त्यसलाई सेलेक्ट गरेँ होइन। अनि मैले चाहिँ ओभरभ्यूमा गएर हेरेँ भने सिङ्गल युजरको मतलब यसले मलाई बताइरहेको छ भनेको सिङ्गल युजर सिस्टम एलाउज एनी वान युजर टु अपरेट अ कम्प्युटर सफ्टवेयर अर नेटवर्क रिसोर्स एट अ टाइम भनेर मलाई बुझाइदिएको छ। यसले गर्दाखेरि तपाईँलाई के हुन्छ भन्दाखेरि तपाईँहरूले डिक्सनरी खोज्नुपर्ने आवश्यकतै पर्दैन कि। तपाईँलाई चाहिँ सकेसम्म छिटोभन्दा छिटो तपाईँले